हेलो एभ्रिबडी नमस्ते सबैजनालाई स्वागत छ हाम्रो यो लर्निङ एन्ड युट्युब च्यानलमा। र आज चाहिँ मैले म्यानेजमेन्ट रिलेटेड टपिक लिएर आएको छु, जुन चाहिँ हाम्रो यो ब्याङ्किङ प्लस अरू पनि फ्याकल्टीहरूलाई उत्तिकै इम्पोर्टेन्ट छ, तर ब्याङ्किङलाई चाहिँ धेरै नै इम्पोर्टेन्ट छ। सो आरबिबी, एनआरबी, एटिबिएल, एनबिएल जेको तयारी गरे तापनि हजुरहरूलाई यसले पछि छोड्दैन। सो अब हामीलाई म्यानेजमेन्टबाट चाहिँ के चाहिन्छ, अफिस म्यानेजमेन्टबाट चाहिँ के चाहिन्छ भनेर चाहिँ मैले यहाँ सिलेबस सुरुमा राखेको छु, हेर्नु है त। र आज चाहिँ हामी अफिस म्यानेजमेन्ट टपिकको पढ्नेछौँ एउटा पोइन्ट। र नोट्स स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ इफ हजुरहरूले च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गर्नुहोला, जसबाट चाहिँ मलाई मोटिभेट मिल्छ, अझै भिडियो बनाउन हजुरहरूको लागि, अझै नोट दिनको लागि मोटिभेट मिल्छ र हजुरहरूको पनि कोर्स कम्प्लिट हुन्छ। सो हामी दुवैजनाको प्रफिट हुन्छ। सो साथीहरू सब्सक्राइब गर्नु, लाइक गर्नुहोस् र मेरो यो च्यानलमा चाहिँ फुल नोट आउनेछ है त। आरबिबीको फुल नोट आउनेछ, एनइएको पनि आउनेछ, एनआरबी सबैको आउनेछ। सो सपोर्ट गर्नुहोला। ल अब चाहिँ हामी स्टार्ट गरौँ भिडियो। र आज चाहिँ हामी हेर्न गइरहेका छौँ अफिस म्यानेजमेन्टबाट स्टार्ट गर्छौँ। र यसमा चाहिँ के पर्छ भन्दाखेरि लेटर राइटिङ एन्ड करेस्पोन्डेन्ट, टिप्पणी, रेकर्ड म्यानेजमेन्ट, फाइलिङ, इन्डेक्सिङ, अफिस लेआउट अनि इम्पोर्टेन्स अफ कम्युनिकेसन इन अफिसहरू पर्छन्। र साथै म्यानेजमेन्ट भनेर पनि त्यसको पनि कोर्सहरू बेग्लै छ। सो पहिला चाहिँ हामी अफिस म्यानेजमेन्ट टपिक सक्यौँ, त्यस पछाडि चाहिँ म हजुरहरूलाई अरू पनि पढाउँछु, नोट दिन्छु, बुझाउँछु है त आफूले जानेका कुराहरू। अफिस म्यानेजमेन्ट टपिकबाट चाहिँ हजुरहरूलाई सेकेन्ड पेपरमा 20 मार्क्सको क्वेसन आउने भएकाले हजुरहरूले चाहिँ यसको चाहिँ अलिक मजाले तयारी गर्नुपर्ने हुन्छ। सो फर्स्टमा चाहिँ हामी अब हेर्छौँ अफिस म्यानेजमेन्ट है त। अफिस म्यानेजमेन्ट भनेको चाहिँ के रहेछ हेरौँ है। इन जेनरल अफिस इज अ प्लेस वेयर एडमिनिस्ट्रेसन एन्ड क्लेरिकल फङ्सन्स अफ एन अर्गनाइजेसन आर पर्फर्म। जेनरल सेन्समा चाहिँ अफिस भनेको के हो भन्दाखेरि जहाँ चाहिँ एडमिनिस्ट्रेटिभ यानि कि अफिसको काम, एन्ड क्लेरिकल फङ्सन्स यानि कि कस्टमरहरूको फङ्सन्सहरू गरिन्छ, कस्टमर फङ्सन्स गरिन्छ अर्गनाइजेसनको होइन। त्यसै गरी अर्को पोइन्ट रहेको छ अफिस म्यानेजमेन्ट इज अ टेक्निक अफ एप्लाइङ म्यानेजरियल स्किल्स। अफिस म्यानेजमेन्ट चाहिँ के हो भन्दाखेरि एउटा टेक्निक हो एप्लाई गर्ने स्किल्स र फङ्सन्स एप्लाई गर्ने। जस्तै कस्तो फङ्सन्स भन्दाखेरि प्लानिङ, अर्गनाइजिङ, डाइरेक्टिङ, कोअर्डिनेटिङ एसेट्रा टु मेक द अफिसलाई चाहिँ इफिसियन्ट र इफेक्टिभ बनाउनको लागि फङ्सन्सहरू पर्फर्म गरिन्छ होइन। अफिस वर्क आर कन्सिडर्ड एज द मेजर मिन्स टु मेक सक्सेसफुल अर्गनाइजेसन। अफिसमा भएका कामहरूलाई चाहिँ मेजर मिन्सको रूपमा कन्सिडर गरिन्छ, किनभने अर्गनाइजेसनलाई सक्सेसफुल बनाउन होइन, वे टु प्रोग्रेसतिर लानको लागि चाहिँ अफिस म्यानेजमेन्ट चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। र अब चाहिँ हामी हेर्छौँ यसको फङ्सनहरू। सो फर्स्टमा यसको बेसिक फङ्सन रहेका छन् रिसिभिङ एन्ड कलेक्टिङ इन्फर्मेसन। अफिस म्यानेजमेन्टको फर्स्ट बेसिक फङ्सन भनेको चाहिँ के रहेछ भन्दाखेरि इन्फर्मेसनहरूलाई रिसिभ गर्ने, कलेक्ट गर्ने, रेकर्डिङ द इन्फर्मेसन, त्यो इन्फर्मेसनहरूलाई रेकर्ड गर्ने, एरेन्जिङ एन्ड प्रोसेसिङ अफ इन्फर्मेसन, त्यो इन्फर्मेसनहरूलाई एरेन्ज गर्ने र त्यही अनुसार प्रोसेस काम गर्ने, स्टोरिङ द डाटाहरूलाई स्टोर गर्ने, कम्युनिकेसन अफ डाटा, त्यो डाटाहरूको कम्युनिकेसन गर्ने। अब चाहिँ रहेका छन् एडमिनिस्ट्रेटिभ फङ्सन, यो चाहिँ अर्को फङ्सन हो। यसभित्र पनि के छन् भन्दाखेरि क्यारी आउट म्यानेजमेन्ट फङ्सन्स, डेभलपिङ अफ सिस्टम एन्ड प्रोसिड्युर्स, डिजाइनिङ एन्ड पर्चेसिङ भेरियस फर्म एन्ड स्टेसनरिज, मेन्टेन पब्लिक रिलेसन। यो पब्लिक रिलेसन चाहिँ राम्रो भएन भने गोल एचिभ गर्न सकिँदैन। सो पब्लिक रिलेसन चाहिँ राम्रो हुनु पर्यो। प्रिजर्भिङ इम्पोर्टेन्ट रेकर्डहरूलाई चाहिँ राम्ररी प्रिजर्भ गर्नु पर्यो। कन्ट्रोलिङ अफिस कस्ट, यो चाहिँ एकदम इम्पोर्टेन्ट छ। युजिङ टुल्स एन्ड टेक्निक्स, पर्चेजिङ अफ फर्निचर, मेसिन्स, इक्विपमेन्ट एसेट्रा, सेफगार्डिङ फिजिकल एसेट्स अफ अर्गनाइजेसन such as building, furniture, vehicles, etc. Developing policy, rules, regulation, etc. So
पोलिसी रुल्स रेगुलेसन पनि डेभलप गर्ने यसको एउटा फङ्सन्स हो। सो अब चाहिँ हामी हेरौँ इम्पोर्टेन्स अफ अफिस। अफिस इज भेरी इम्पोर्टेन्ट फर एनी काइन्ड अफ अर्गनाइजेसन। कुनै पनि टाइप अफ अर्गनाइजेसनको लागि चाहिँ अफिस एकदमै इम्पोर्टेन्ट हुन्छ, सच एज गभर्मेन्ट अर्गनाइजेसन, प्राइभेट अर्गनाइजेसन, बिजनेस अर्गनाइजेसन, सोसियल अर्गनाइजेसन एसेट्रा, एज इट इज एन इन्डिकेटर अफ अर्गनाइजेसन पर्फर्मेन्स। सो अब चाहिँ सुरुमा हामीले ब्रिजिङ लेख्यौँ, अब चाहिँ हामी पोइन्टमा लेख्छौँ है त। अफिस एक्ट एज इन्फर्मेसन सेक्टर। अफिसले चाहिँ के गर्छ भन्दाखेरि एउटा इन्फर्मेसन सेक्टरको रूपमा यसले भूमिका निर्वाह गर्छ। त्यसै गरी अर्को पोइन्ट रहेको छ, इट सर्भ एज एभिडेन्स अफ अर्गनाइजेसन एक्जिस्टेन्स। इट एक्ट एज अ कम्युनिकेसन च्यानल। यसले कम्युनिकेसन च्यानलको रूपलाई पनि एक्ट गर्छ होइन, को रूपमा पनि एक्ट गर्छ। इट फेसिलिटेट्स कोअर्डिनेसन अफ वर्क। इट प्रिजर्भ इम्पोर्टेन्ट इन्फर्मेसन एन्ड रेकर्ड। अफिसले चाहिँ इम्पोर्टेन्ट भएको डकुमेन्टहरू, रेकर्डहरू, इन्फर्मेसनहरूलाई चाहिँ के गर्छ, प्रिजर्भ गरेर राख्छ। र लास्टमा रहेको छ, इट एक्ट एज अ सर्भिस सेन्टर। यो चाहिँ एउटा सर्भिस सेन्टरको रूपमा पनि यसले एउटा भूमिका निर्वाह गरेको हुन्छ। सो साथीहरू, आज चाहिँ हामीले अफिस म्यानेजमेन्ट टपिकको वाट इज अफिस होइन, त्यसै गरी अफिस म्यानेजमेन्ट, फङ्सन अफ अफिस, इम्पोर्टेन्स अफ अफिस भनेर चाहिँ हेऱ्यौँ। र अबको नेक्स्ट भिडियोमा चाहिँ हामी नेक्स्ट टपिकसँग रिलेटेड भिडियो नोट हेर्नेछौँ। हजुरहरूले यो नोटहरू बनाउनु होला, रिभिजन गर्नुहोला, लर्न गर्नुहोला। र आशा छ कि हजुरहरूलाई यो भिडियो चाहिँ एकदमै इम्पोर्टेन्ट रह्यो होला, यो नोटहरू। सो यदि हजुरहरूले च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गर्नुहोला र भिडियोलाई पनि लाइक, सेयर, कमेन्ट सबै थोक गर्नुहोला। म चाहिँ अब रेगुलरली हजुरहरूलाई नोट प्रोभाइड गर्ने छु भन्दै अब आजलाई बिदा हुन चाहन्छु। हस्, धन्यवाद। भिडियो हेर्दै गर्नुहोला। बाई बाई, टेक केयर गाइज।